प्रमाणको साथ आउनुहोस्। तपाईहरु कुनै पनि प्रमाण बिना चाहिँ नबोल्नुहोस्। हजुरहरु सम्पूर्णलाई है म न्यानो अभिवादन गर्दै मेरो कुराहरु राख्न गइहाले, किनभने म भन्दा अघिका वक्ताहरु म्याडमहरुले है धेरै कुराहरु राख्नु भइसकेको छ र जुन कुरा सत्य हो। र अर्को कुरा चाहिँ म हाम्रो गंगा म्याडमले भन्नुभयो चाहिँ म उहाँलाई नै जोड्दै जाँदैछु। जुन हिजो मात्र सिनियर नारीको सो कल्ड नेताले भन्नुभएको थियो है, जुन चाहिँ कुरा चाहिँ थियो म चिन्छु, जुन चिन्यो मलाई भने फेक आइडी छ उहाँलाई म चिन्छु भनेर भन्नुभयो। अनि पुलिस प्रशासनहरुले यदि मैले नाम भन्यो भने त मलाई अहिले नै पक्रेर लान्छ, प्रेस कन्फरेन्स नसकिकिन भन्नुभयो उहाँले। यति त आँट गर्नुहोस् न, यति त हिम्मत गर्नुहोस् न, यदि तपाईलाई नाम थाहा छ भने भन्नुहोस् कि सरकार अनि प्रशासनले तुरुन्त पक्राउ गरेर तपाईहरुको साथमा हाम्रो सरकार अनि प्रशासन र हामी नारी शक्ति पनि छौं भनेर यहाँबाट भन्न चाहन्छु। तपाईले बिना प्रमाण यसरी हाम्रो एसकेएम मिडिया सोशल मिडियाकाहरुलाई तपाईहरुले झुटो आरोपहरु लाउनु कहाँबाट तपाईहरुलाई कसले चाहिँ यस्तो शक्ति दिन्छ कि जहाँ चाहिँ तपाईहरुले आफै नै त्यहाँनिर फेक आइडी कहाँबाट खोलिन्छ भन्ने कुराहरु मलाई पनि थाहा छ है। पहिला जुन समय म पनि त्यस पार्टीमा विगतमा थिए त्यतिखेर म पनि जब यो कुरा गर्नु हुँदैन भनेर जुन दिन मैले आवाज उठाए त्यही दिन चाहिँ मेरो पनि फेक आइडी खोलिएको थियो। तपाईहरु गएर हेर्नु सक्नुहुन्छ। तर जब मैले त्यतिखेर पनि गएर है यसको जुन चाहिँ मैले एफआईआर गरे अनि मैले क्राइम ब्रान्चसम्म दिँदाखेरि यसको कुनै पनि मैले न्याय पाइन। जुन समय चाहिँ तपाईहरुको सरकार 25 वर्षे सरकार थियो त्यो समय पनि मैले न्याय पाइन। र अर्को कुरा एउटा कुरा हेर्नुहोस्, तपाईहरुले जहिले पनि दोस्नुहुन्छ। हिजोको दिनमा म कहाँ थिए? म कोमल म्याडमलाई भन्न चाहन्छु के तपाईले मलाई चिन्नुहुन्छ? म शिला वाङछेन राई। आजको दिनमा हेर्नुहोस् नारीको सम्मान इज्जत भनेको यस्तो हुन्छ कि म आजको दिनमा यहाँ आएर तपाईहरुसँग बोल्न सक्ने र मेरो अनुहार चिनाउन सक्ने चाहिँ मलाई एसकेएम पार्टी अनि नेताले बनाउनु भयो। यहाँ चाहिँ सम्मान र नारीहरुलाई चाहिँ इज्जत छ, ताकि तपाईको जुन चाहिँ त्यो 3 ताकको सरकारमा हामीले पनि अन्याय भोगेका थियौं। तपाईलाई थाहा छ हामीले कतिवटा कन्फिडेन्शियल मिटिङतिर बस्दाखेरि तपाईले एउटा कुरा भन्नुभएको थियो, म आज त्यो दिन हामीलाई फोनहरु लानु दिएको थिएन तर मेरो अब त्यो रेकर्डेड गर्नु त पाइन, तर तपाईले त्यो दिन भन्नुभएको थियो हौ एसकेएम को 3-4 जनाको टाउको फुटाउन हौ लगाउन अनि हाम्रो के गर्दैछ लिगल सेलकोहरु भनेर तपाई स्वयंले भन्नुभएको थियो। त्यो जुन चाहिँ अहिले तपाई बस्नु भएको बिल्डिङको माथिल्लो तलामा हेर्नुहोस्। तपाईले यस्तो बोल्नु सक्नुहुन्छ भने नारीहरुलाई जहिले पनि तपाईहरुले चरित्र हनन गर्नुहुन्छ, नारीहरुलाई जहिले शिकार बनाउनुहुन्छ, नारीहरुलाई आफ्नो सिटको लागि आफ्नो चौकीको लागि एउटा तपाईहरुले एउटा जरिया बनाइराख्नु भएको छ। यो छोड्नुहोस् चामलिङ साहब, म तपाईलाई भन्न चाहन्छु। र अर्को कुरा मलाई थाहा भएको कुरा है, त्यहाँनिर चाहिँ कोले कस्तो प्रकारले कहाँ बस्दाखेरि कति त स्वर्गवास पनि भइसक्नु भयो हामीलाई बोलाएर शिला तिमीले पनि लेख्न सक्छौ, तिमी पनि थालै अब भनेर नाम दिने पनि छ। र कसले हनुमान आइडी है अनि कसले यो सिमरन गुरुङको आइडीहरु चलाउँछ त्यो पनि हामीलाई थाहा छ। र तपाईहरुलाई भन्नु पर्दाखेरि तपाईले यसरी जहिले पनि भिक्टिम भएर योजना बहिनी तपाईलाई म अस्ति पनि मैले भनिसकेको छु, तपाईले जसरी तपाईको चरित्र हनन भयो तपाईले लेखेर दियो साच्चै हामीलाई पनि लागेको छ, किनकि म स्वयं पनि भिक्टिम भएकी थिए है। र विगतको दिनमा जुन समय तपाईकै एसडीएफ को पेजबाट पनि मेरो नराम्रो फोटोहरु बनाएर हाम्रो सम्माननीय मुख्यमन्त्री महोदय र हाम्रो पोलिटिकल सेक्रेटरी सरसँग जोडेर फोटोहरु लाउनु भएको छ। तपाईहरुले हरेक फेक आइडीबाट लगाएकोमा लाइक गर्नु भएको छ, कमेन्ट गर्नु भएको छ, शेयर गर्नु भएको छ। के सम्झिम त म तपाईहरुले नै मेरो चरित्र हनन गरेको म यहाँबाट भन्न चाहन्छु। अनि मैले भन्दै जाँदाखेरि है तपाईहरुलाई म एउटा कुरा राम्ररी मलाई थाहा हुन्छ, तपाईहरुले जहिले पनि यो फेक आइडी त उहाँहरुै हो भनिन पनि भन्नुहुन्छ। र एउटा हाम्रो कोमल म्याडमले नै शेयर गर्नु भएको छ एउटा चाहिँ यहाँ द एसकेएम पार्टी फेक सोशल मिडिया आइडीज हैव बीन टार्गेटेड। हेर्नुहोस् तपाईले स्वयं यहाँ लेखिसक्नु भएको छ, तपाईकै पोस्टमा छ कि तपाईले भन्नु हुँदैछ हिजोको पोस्टमा भन्नु हुँदै थियो हामीले त भनेकै छैनौं, हामीले त लगाएकै छैनौं, उहाँ आफै नै झाँक्री हुँदैछ, उहाँ आफै नै धामी हुँदैछ भन्ने कुराहरु गर्नु हुँदै थियो। तर आज हेर्नुहोस् है त यहाँनिर तपाईले नै लेख्नु भएको छ कि एसकेएम सोशल मिडियाको फेक आइडी भनेर। बिना पुख्त प्रमाणको साथ आउनुहोस्, तपाईहरु कुनै पनि प्रमाण बिना चाहिँ नबोल्नुहोस् भन्न चाहन्छु। अनि अर्को कुरा
तपाईहरुले अरूलाई चाहिँ मज्जाले जोड्न सक्नुहुन्छ कि, तर मलाई चाहिँ जोड्न सक्नुहुन्न है, किनकि म पनि त्यही घरबाट त्यहीबाट भएर आएको र त्यही कुराको विरोध गरेर चाहिँ मलाई फ्याँकेको कारण आज म यो पार्टीमा यत्रो सम्मान अनि एउटा है हाम्रो सम्माननीय पार्टी अध्यक्षले हामीलाई नारीहरूलाई तपाईहरुले आँखा अगाडि प्रत्यक्ष छ कि हाम्रो नारीहरू डाक्टर भइरहेछ, आकाशमा उड्ने भइरहेछ, नारीहरूले धेरै कुराको फ्यासिलिटिजहरू पाइरहेछ। अघि हाम्रो म्याडमहरूले भनिसक्नु भयो नारीहरू चाहिँ कहाँ कहाँ पुगिसकेको छ र नारीहरूले कति योजनाहरू प्राप्त गरिसकेका छन् र हरेक नारीहरू खुसी छन्। तपाईहरु नजल्नुहोस् भन्न चाहन्छु। म पनि यति भन्दै मेरो कुरालाई यही राख्न गए। धन्यवाद।